राजा जस्तो भए पनि, राजाका सन्तान जस्तो भए पनि विकल्प खोज्न सकिँदैन। कोशी अञ्चलमा 1 महिनामा 25 दिन बन्द हडताल हुँदै गर्दथ्यो। 15 वर्षको अवधिमा जे परिवर्तन भएको छ त्यो परिवर्तन चान्चुने परिवर्तन होइन। त्यसको भारी एमाले र काङ्ग्रेसलाई भोग्न मिल्दछ। नेपाली समाजले पीडेको बेहोरेको पीडा हो। त्यो पीडाको अन्त्य गर्नका लागि फेरि भूमिका कसले खेल्यो त भन्दाखेरि यिनै राजनीतिक दलहरूले खेले। हिंसालाई शान्तिमा बदल्ने कामको नेतृत्व गरे। पूर्व राजा ज्ञानेन्द्रले हिंसालाई निरन्तरता दिन खोजेका बेलामा माओवादीसँग 12 बुँदे सहमति गरिकन जनआन्दोलनका माध्यमबाट राजाको निरङ्कुश महत्वाकांक्षालाई लगाम लगाएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई शान्तिको बाटोमा लैजाने कामको नेतृत्व कसले गर्यो त भन्दाखेरि नेकपा एमाले पार्टीले गर्यो। नेपालका लोकतान्त्रिक पार्टीहरूले गरे, जसले हिंसालाई शान्तिमा बदल्ने काम गरे। उनीहरूले केही गरेन भन्न मिल्दछ। अर्कोतिर म तपाईँलाई सुनाउन चाहन्छु, माओवादी शान्ति प्रक्रियामा आइसकेपछिको 10 वर्ष संविधान निर्माणको वर्ष कस्तो रह्यो सम्झना गर्नु त। धेरै टाढाको कुरा गर्नु पर्दैन, यही कोशी प्रदेशको कुरा गर्न चाहन्छु। जति बेला कोशी अञ्चल थियो, कोशी अञ्चलमा 1 महिनामा 25 दिन बन्द हडताल हुँदै गर्दथ्यो, होइन र? संविधान सभाका समयमा जनताले बेहोरेको पीडा हामीले यति छिटै बिर्सिदिइसक्यौँ। 1 महिनामा 20 दिन 25 दिनसम्म बढ्न हडताल हुने अञ्चल कुन हो त भन्दाखेरि यही कोशी अञ्चल हो। त्यो समयमा विकास निर्माण भएन भन्ने कुरा कुनै अनौठा कुरा हो र? वास्तवमा भन्नुहुन्छ भने दलहरूले काम गर्न पाएको समय कति भनेर भन्दाखेरि 47 सालदेखि 52 सालसम्मको समय, संविधान जारी भएपछि आजको समय। त्यो हिसाबले भन्नुहुन्छ भने नेपालमा राजनीतिक दलहरूले जनताका लागि काम गर्न पाएको समय भनेको 15 वर्षभन्दा धेरै समय होइन। 15 वर्षको अवधिमा जे परिवर्तन भएको छ त्यो परिवर्तन चान्चुने परिवर्तन होइन। तथ्यहरूले त्यही कुरा भन्दछन्, तथ्यहरूले त्यही कुरा मान्दछन्। अघि हाम्रो पार्टी नेता भीम आचार्यले भन्दै हुनुहुन्थ्यो, युरोप अमेरिका हेरेर आज युवाहरूले नेपाल पछाडि परेको भनेर गाउँ घरमा खबर पठाउने गर्दछ। तर ती देश कसरी बने भन्ने कुराको इतिहास पढाएको भए राजावादीहरू चाहिन्छ भनेर भन्ने आवाज गाउँघरमा उठ्ने थिएन। ती मुलुकहरूमा 200-250 वर्षदेखि राजनीतिक दलहरूले जनमतका आधारमा मुलुकको शासनको नेतृत्व गर्दछन्। पार्टीहरूले शासन गरेका छन्। कति सय वर्षदेखि भन्दाखेरि 250 वर्षदेखि पार्टीहरूको शासन छ। त्यस अर्थमा ती मुलुकहरू बनेका छन्। हाम्रो देशमा पार्टीहरूलाई शासन गर्न नदिने मुलुक चाहिँ युरोप अमेरिका जस्तो खोज्ने सम्भव छ। दलहरूलाई शासन गर्न देऊ त मात्रै हामी भन्न सक्दछौँ दलहरूले गर्न सकेन भन्ने कुरा। एउटा दलले गर्न सकेन भने लोकतन्त्रमा अर्को दल खोज्न सकिन्छ। लोकतन्त्रले विकल्प दिन्छ। राजतन्त्रभित्र राजा जस्तो भए पनि, राजाका सन्तान जस्तो भए पनि विकल्प खोज्न सकिँदैन। त्यहाँ विकल्प हुँदैन। लोकतन्त्र भनेको विकल्पको व्यवस्था हो। एउटा खराब भए अर्कोलाई रोक्न सकिन्छ, त्यसैलाई भनिन्छ लोकतन्त्र। त्यस अर्थमा लोकतन्त्रको विकल्प तानाशाही हुन सक्दैन, निरङ्कुशता हुन सक्दैन, सामन्ती राजतन्त्र हुन सक्दैन भन्ने कुराको सच्चाइलाई हामीले बुझ्नु पर्दछ। पछिल्लो समय हाम्रा युवाहरूको ठुलो सङ्ख्या अरबतिर पुगेका छ। उनीहरू अरबमा गएर देख्ने गर्दछन्। रातारात त अरबमा चमत्कार भइराखेको छ। अरबको चमत्कार भने के हो? त्यहाँ झन्डै 40 वर्षदेखि लगातार पेट्रोलियम पदार्थ बेचेको पैसा पेट्रो डलरका रूपमा युरोप अमेरिकाका बैंकहरूमा जम्मा भएर बसेका थियो। जब मरुभूमिमा पनि सहर बनाउन सकिन्छ भन्ने धारणाको विकास भयो, उनीहरूमा कुनै पैसाको कमी थिएन। त्यस अर्थमा उनीहरूले
जम्मा भएर गएको पैसालाई प्रयोग गरिकन रातारात पूर्वाधार निर्माण गर्ने कुरा गरेका छन्, सफल भएका छन्। के हामी कहाँ राजतन्त्रले त्यसै गरी स्रोत जुटाइदिया थियो? 250 वर्ष त शासन उसले गरे हो। उसको शासनमा नेपालको साधन स्रोत जम्मा भएर बसेको छ कि साधन स्रोत दोहन गरेर बसे सामन्ती राजाहरू? अरबको जस्तै पेट्रोल डलरका रूपमा युरोप अमेरिकाका बैंकमा पैसा जम्मा गरेर राखेको भए आज ल्याएर लगानी गर्न सकिन्थ्यो होला। त्यस अर्थमा हामी कहाँ पूर्व शासकहरूले दोहन मात्रै गरे, राज्यको सम्पत्ति बढाउने काम गरेन। लोकतन्त्रले कति सम्पत्ति बढायो भन्ने कुरा पनि म तपाईँलाई सुनाउन चाहन्छु। राजतन्त्रको समयमा नेपालको कुल घाँसको उत्पादन जम्मी 4.25 खरब थियो राजतन्त्रका समयमा। आज नेपालको कुल घाँसको उत्पादन कति पुगेको छ भन्दाखेरि 57 खरब पुगिसकेका छ। 4.25 खरबबाट 57 खरबको सामर्थ्य मुलुकले निर्माण गर्यो। कुन समयमा भन्दाखेरि लोकतन्त्रको समयमा, गणतन्त्रको समयमा। यो सत्यलाई हामीले बुझ्न सक्नुपर्दछ र म भन्दछु हो, जनताका अपेक्षा र आकांक्षाहरू पूरा गर्न बाँकी छ। त्यही भएर हामीले भनेका छौँ, जनताको तीव्र विकासको आकांक्षालाई पूरा गर्नका लागि सबभन्दा ठुलो चुनौती के हो त भन्दाखेरि राजनीतिक अस्थिरता। राजनीतिक अस्थिरतालाई अन्त्य गर्नुपर्दछ। राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि एउटै बाटो छ, बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण। अब नेपालमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलको आवश्यकता छ जसले मुलुकलाई राजनीतिक स्थायित्वको बाटोमा लिएर जान सकोस्। म तपाईँलाई सुनाउन चाहन्छु, हाम्रा दुईटा छिमेकी यो बीचको अवधिमा निकै तीव्र गतिले आर्थिक विकास गरे, चीन र भारत। म तपाईँलाई सुनाउन चाहन्छु, चीनमा कार्यकारी राष्ट्रपति हुने गर्दछ, सी जिनपिङ राष्ट्रपति हुनुहुन्छ, तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ। भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ, नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ। तर त्यही समयमा हाम्रो मुलुकमा कतिवटा समीकरण बने सम्झना छ, कतिवटा प्रधानमन्त्री फेरिए सम्झना छ, कति मन्त्री भए सम्झना छ, कति मुख्यमन्त्री भए। टाढाको कुरा के गर्नु, यही कोशी प्रदेशमा कति मुख्यमन्त्री भए हिसाब किताब छ। देश किन बनेन भन्दाखेरि यही कारणले बनेन। मन्त्री फेरेको फेरि, मुख्यमन्त्री फेरिया फेरि, समीकरण फेरिया फेरि, प्रधानमन्त्री फेरिया फेरि देश बन्दछ? बन्दैन। देश बनाउने हो भने स्थिर सरकार चाहिन्छ। स्थिर सरकार बनाउने हो भने बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीको विकास आवश्यक छ। त्यस अर्थमा हामीले जनताका बीचमा गएर भन्नुपर्दछ, विकास र समृद्धिका लागि बलियो एमाले चाहिन्छ। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्दछ। यही एमाले